उपलक्ष्यमा आज हामीले एउटा ऐतिहासिक कार्यक्रम गर्नको निमित्त यति बेला हामी शुभकामना गरेर जुटिरहेको अवस्था छ र पनि उहाँ जस्तो छोरा मलाई थाहा छ हामी 15 वर्षदेखिको अनुभवमा हामीसँगको सम्बन्धले प्रत्येक व्यक्तिले हामीले सम्बन्धबाट मान्छेले चिन्ने हो, व्यवहारबाट मान्छेले चिन्ने हो, झट्ट हेरेर मुखबाट कसैले चिन्न सक्दैनन्। तसर्थ मान्छे चिन्नको निमित्त एकले अर्काले सङ्कल्प गर्नु पर्यो र यसले हामीले सङ्कल्प गर्ने हामीले अवश्य कुन व्यक्ति के हो भन्ने विषयमा व्यवहारबाट हामीले थाहा पाउने कुरा हो। तसर्थ हामीले सम्मान गर्दै गरेको क्रममा उहाँले अनुभव रूपबाट उहाँले समाजमा आफ्नो ठाउँबाट सकेको केही गराउनु पर्ने सकारात्मक सोचको व्यक्तित्व हुनुहुन्छ उहाँ कर्मदोष तामाङ र कर्मदोष तामाङलाई जन्म दिने बुवा हुनुहुन्छ र उहाँको बुवा हुनुहुन्छ उहाँ तिमाङ गाउँपालिकामा जन्मिनु भएको कर्मदोष र उहाँको बुवा हुनुहुन्छ कर्मदोष तामाङ र निर्देशक र आजको जन्मदिन हाम्रा कर्मदोष तामाङज्यू हो भने उहाँ कर्मदोष तामाङज्यूलाई जन्म दिनुभएको अर्थात् कर्म दिनुभएको बुवा हुनुहुन्छ। उहाँको बुवा 58 वर्षको हुनुभएको छ। उहाँको बुवा हिजो मात्रै गाउँबाट पालन भएको आजको मेरो छोराको जन्मदिन यो शुभ उपलक्ष्यमा बुवाले पनि उहाँले निधन भएको छ। साँच्चै यो देशमा अथवा यो समाजमा अर्थात् हामी मानव संवेदनको दृष्टिकोणमा यो सबैभन्दा बुवा भन्दा ठुलो कुरा आमाभन्दा ठुलो आमाभन्दा ठुलो कोही छैन। सबैभन्दा एकदमै महान बुवा नै हुनुहुन्छ, आमा नै हुनुहुन्छ। त्यसैले भगवान बनिने आमा हो, बुवा हो। तसर्थ यो दिन उहाँलाई जन्म दिनुहुने उहाँको बुवा हुनुहुन्छ, आपा हुनुहुन्छ, दिक्षेन आमा हुनुहुन्छ कर्मदोष तामाङज्यू पनि पाल्नु भएको छ र उहाँले पनि हामी सम्झिन चाहन्छौँ। र उहाँ तिमाङ गाउँबाट उहाँ भर्खरै मात्र पाल्नु भएको उहाँ हिजो भर्खरै मात्र र उहाँको आजको दिन यो दिनको उपलक्ष्यमा मेरो छोराको जन्मदिनको उपलक्ष्यमा के जस्तो कार्यक्रम हुँदैछ भन्ने उहाँको यो बुझ्नको निमित्त र आजको दिनलाई ऐतिहासिक दिन ऐतिहासिक दिन बनाउनको निमित्त उहाँले आफ्नो बुवाले पनि निधन भएको छ। एकदमै यो महान कार्य हो। कसैलाई जन्मदिनको उपलक्ष्यमा बुवाले पनि सम्झिनु पर्ने हुन्छ, आमाले पनि सम्झिनु पर्ने हुन्छ। बुवा र मम्मीको अथवा यदि हामीले कहिले पनि बिर्सन हुँदैन, साँच्चै बुवा मम्मीलाई सही पनि हामीले सम्झिनु पर्ने हुन्छ र मनदेखि आत्मादेखि हरेक शब्दबाट हरेक कुराबाट हरेक आत्माबाट बुवाले हामीले सम्मान गर्नुपर्छ। तसर्थ यति बेला हाम्रो उहाँ कर्मदोषको बुवा हुनुहुन्छ र हामी सबैको बुवा हुनुहुन्छ। उहाँले पनि हामी सबैको तर्फबाट सम्मान अर्थात् नमन गर्न चाहे र हामी सम्झिन चाहन्छौँ, उहाँलाई नमन गर्न चाहन्छौँ। र यति बेला हाम्रा वाला आङ्ग्रे ब्लाङ्स्यामा नक्कली छापेर भिक्षामा भन्ने गीतको गायक हुनुहुन्छ। उहाँ जनप्रतिनिधि हुनुहुन्छ रोसी गाउँपालिकाको उहाँ र विजय थोगाज्यूलाई पनि यहाँ गर्न चाहन्छौँ र उहाँले पनि हार्दिक स्वागत गर्न चाहन्छौँ। र यति बेला उहाँको निकै नै चर्चित छ, जस्तै कि हरेक पिँढी वर्तमानमा वाला आङ्ग्रे ब्लाङ्स्यामा नक्कली छापेर भिक्षामा भन्ने गीत निकै नै चर्चित हो। र हाम्रो आउने हाम्रा अतिथिहरू आउने क्रम जारी छ। यस कार्यक्रमले हामीले हामी प्रोजेक्टको दिनबाट यसलाई एउटा सार्थक रूप दिनको निमित्त हामी जुटिरहेको अवस्था छ। अब हामी आजको हाम्रो कार्यक्रमका सभाध्यक्ष अथवा केडी डान्स सेन्टरका हाम्रा निर्देशक कर्मदोष तामाङज्यूले केही कुराबाट उहाँको अनुभूतिबाट मैले यस कार्यक्रमलाई उपस्थित दिनेछु र उहाँलाई म सुरुमा अनुमति माग्न चाहन्छु र उहाँको अनुमतिबाट यस कार्यक्रममा उपस्थित गर्न अगाडि बढाउनको निमित्त म अहिले केही पछि आउनेछु। मागेर उहाँले यहाँ पनि मलाई दिनुभयो र यस कार्यक्रमलाई विधिगत रूपमा सञ्चालन गर्ने र हो यो आजको दिन हामीलाई गीत र सङ्गीतको छुट्टै माहौल हुनेछ र हरेक क्षेत्रमा आफ्नो विधा सिस्टम हुन्छ, आफ्नो नीति हुन्छ र आफ्नो छुट्टै खालका आफ्नो विशेषताहरू हुन्छ। हरेक कार्यक्रमको आफ्नै छुट्टै पहिचान हुन्छ, छुट्टै विशेषता हुन्छ र छुट्टै विशेषताको बावजुद आज पनि हाम्रो यस्तो एउटा विशेषताका साथ हामी केन्द्रित भइरहेको अवस्था छौँ। यस हाम्रा
यो अत्यन्तै सुन्दर ठाउँ जहाँनिर यो भक्तपुरको रमणीय ठाउँ यो हाम्रा शुभकामना पार्टी कलेजमा र हामी यति बेला जुडिएको अवस्था छ र हाम्रो केडिसी डान्स सेन्टर एकेडी डेबीको हामीले हर्ष उत्सव तथा प्रयास सांस्कृतिक कार्यक्रमलाई आज हामीले औपचारिक रूप दिनुपर्ने भने र नृत्य यस्तो चिज हो र हाम्रो जीवनमा अथवा हाम्रो सभ्यतामा समाजमा हरेक समाजमा नृत्यको छुट्टै आत्मबिना हुन्छ नृत्य बिना समाजलाई अपुरो र अधुरो हुनेछ तसर्थ नृत्यले हाम्रो समाजको नभइकन हाम्रो व्यक्तिगत स्वास्थ्यको लागि पनि तन्दुरुस्त बनाउने काम गरेछ त्यसैले नृत्य यस्तो चिज हो सबैले अनिवार्य चिज हो तसर्थ नृत्यले सारा दुःख सुख भुल्याउने एउटा चिज हो नृत्यले सारा चिजलाई एउटा चिनाउने एउटा नृत्य हो तसर्थ यस डान्स सेन्टरबाट अथवा यस डान्स सेन्टरबाट धेरै 8 वर्ष पुरो भएर 6 वर्षको प्रवेशको यो शुभ दिनमा यो बृहत सांस्कृतिक कार्यक्रम तथा 8औं वर्षको सतत बृहत सांस्कृतिक कार्यक्रमका हाम्रा प्रमुख अतिथि हुनुहुन्छ साँच्चै नै हाम्रो समाजका निकै नै समाजसेवी हुनुहुन्छ गीत र सङ्गीतको दुनियाँमा त नभइकन र हरेक क्षेत्रमा सामाजिक क्षेत्रमा चलचित्र क्षेत्रमा हरेक क्षेत्रमा उहाँको अतुल्य योगदान पुर्याउँदै आउनुभएका हाम्रा चर्चित व्यक्तित्व हुनुहुन्छ र तामाङ चलचित्र सङ्घको अध्यक्षज्यू हुनुहुन्छ निकै चर्चित समाजसेवी तथा चर्चित खलनायकज्यू हुनुहुन्छ र आजको हाम्रो कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ तामाङ चलचित्र सङ्घको अध्यक्षज्यू हुनुहुन्छ र यस कार्यक्रमका प्रमुख अतिथिज्यूको आसन ग्रहण गरिदिनु पर्ने निमित्त म हार्दिक अपिल गर्न चाहन्छु कृपया उहाँको लागि जोरदार तालीबाट सम्मान गर्न चाहन्छु यसै गरेर हाम्रा प्रमुख अतिथिको आसन ग्रहण गरिसक्नु भएको छ यसै गरी हाम्रो विशेष अतिथि हुनुहुन्छ र उति नै महत्त्वपूर्ण भूमिका खेलिरहनु भएको छ उहाँ पनि र सामाजिक रूपमा हरेक समाजमा उहाँको तुल्य योगदान हामी देख्न सकिन्छौँ र उहाँ हिन्जिन डोर्जे कम्पनी पालिका उहाँ प्रोभिडर जो हुनुहुन्छ र हाम्रो आजको हाम्रो कार्यक्रमका विशेष अतिथि हुनुहुन्छ र युवा समाजसेवी हुनुहुन्छ उज्जवल तामाङजीलाई पनि आफ्नो विशेष अतिथिको आसन ग्रहण गरिदिनु पर्ने निमित्त म हार्दिक अपिल गर्न चाहन्छु उज्जवल तामाङ यसै गरी हाम्रो अर्को विशेष अतिथि जो हुनुहुन्छ उहाँ युवा नेता हुनुहुन्छ र युवा नेता तथा समाजसेवी हुनुहुन्छ र धनबहादुर तामाङज्यूलाई पनि आफ्नो विशेष अतिथिको आसन ग्रहण गरिदिनु पर्ने निमित्त म हार्दिक अपिल गर्न चाहन्छु कृपया उहाँको लागि पनि कृपया जोरदार तालीबाट उहाँलाई सम्मान गरिदिनु पर्ने निमित्त म हार्दिक अपिल गर्न चाहन्छु अतिथि हुनुहुन्छ नेपाल तामाङ कलाकार सङ्घको केन्द्रीय अध्यक्ष हुनुहुन्छ सञ्जीव भुवाईज्यूले पनि आफ्नो विशेष अतिथिको आसन ग्रहण गरिदिनु पर्ने निमित्त म हार्दिक अपिल गर्न चाहन्छु सञ्जीव भुवाई त्यसै गरी हाम्रो विशेष अतिथि हुनुहुन्छ नारायण घोष तामाङज्यू हुनुहुन्छ उहाँ अधिवक्ता पनि हुनुहुन्छ हरिदेवी सन्तोषका उहाँ अध्यक्ष हुनुहुन्छ र उहाँले पनि आफ्नो विशेष अतिथिको आसन ग्रहण गरिदिनु पर्ने निमित्त म हार्दिक अपिल गर्न चाहन्छु र उहाँले पनि कृपया जोरदार तालीबाट सम्मान गरिदिनु पर्ने निमित्त म हार्दिक अपिल गर्न चाहन्छु यसै गरी हाम्रो अर्को विशेष अतिथि हुनुहुन्छ श्री कर्मध्वज तामाङज्यू हुनुहुन्छ उहाँ सक्षम बनेर चिनिन्छ उहाँको उपनाम र यसै गरी अन्तर्राष्ट्रिय कोचका खेलाडी हुनुहुन्छ उहाँ कोच खेलाडी हुनुहुन्छ अन्तर्राष्ट्रिय कोच खेलाडी हुनुहुन्छ उहाँ र हाम्रो आजको हाम्रो कार्यक्रमका विशेष अतिथि हुनुहुन्छ कर्मध्वज तामाङज्यूले पनि आफ्नो विशेष अतिथिको आसन ग्रहण गरिदिनु पर्ने निमित्त म हार्दिक अपिल गर्न चाहन्छु यसै गरी हाम्रो अर्को अतिथि हुनुहुन्छ र कर्म लोकसङ्घ जो हुनुहुन्छ उहाँ हाम्रा
आदिवासी तामाङ समाजका अध्यक्षज्यू हुनुहुन्छ कर्म रोशनज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त हार्दिक अभिनन्दन दिन चाहन्छु। यसैगरी हाम्रा नेकै हाम्रा चर्चित पत्रकार तथा कोरियर डाक्टर हुनुहुन्छ र हाम्रा विकास देव योद्धाज्यूले पनि हाम्रो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त हार्दिक अभिनन्दन दिन चाहन्छु। विकास देव योद्धाज्यूलाई पनि अतिथिमा अतिथि आसन ग्रहण गरिदिनु निमित्त हार्दिक अभिनन्दन दिन चाहन्छु। स्टेजमा यसैगरी हाम्रो अर्को अतिथि जो हुनुहुन्छ उहाँ चलचित्र निर्देशक हुनुहुन्छ उहाँ विनय ढुङज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन गर्न चाहन्छु। यसैगरी हाम्रो चलचित्र निर्देशक आफू हुनुहुन्छ विनय ढुङज्यू हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। र यसरी हाम्रो अर्को हुनुहुन्छ विनय लोकचन्द्र हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन गर्न चाहन्छु। विनय यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ र हाम्रा उहाँ पनि राष्ट्रिय खेलाडी हुनुहुन्छ उहाँ समाजसेवी हुनुहुन्छ सागर विसिङजी गुरु भन्ने चिन्छ उहाँ मेरो आत्मीय सम्बन्धी हुनुहुन्छ उहाँले पनि म अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन गर्न चाहन्छु। सागर विसिङजी यसैगरी हाम्रा अर्को खेलाडी हुनुहुन्छ राष्ट्रिय खेलाडी हुनुहुन्छ उहाँ कमल वाइकाज्यू हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन गर्न चाहन्छु। चलचित्र निर्देशक विनय ढुङज्यू तपाईँ अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन गर्न चाहन्छु। यसैगरी हाम्रा युवा गायक हुनुहुन्छ आजका यस हाम्रा कार्यक्रमका अतिथि हुनुहुन्छ सुनिल लामाज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ र भक्तपुर एफएमका हाम्रा पत्रकार हुनुहुन्छ मोहन डोङज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि जो हुनुहुन्छ र डम्फु मिडिया प्रालीका हाम्रा प्रोभिडर जो हुनुहुन्छ अमित ढुङज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि जो हुन्छ कुमार शर्मा जो हुनुहुन्छ उहाँ अजनगर हुनुहुन्छ उहाँले पनि म अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ घुसिङका युवा समूहका अध्यक्ष हुनुहुन्छ अष्टमा तामाङज्यू हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। र उहाँ आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन गर्दै कृपया उहाँलाई पनि कृपया जोरदार ताली गरेर उहाँलाई सम्मान गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ काली प्रसाद पाण्डेज्यू हुनुहुन्छ र उहाँ फुलबारी तरकारी बिउका संस्था लिमिटेडका उहाँ अध्यक्ष हुनुहुन्छ र काली प्रसाद पाण्डेज्यू र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ ध्रुवराज पाण्डेज्यू हुनुहुन्छ र उहाँले पनि म अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। उहाँ जनचेतनामाथि सशुद्ध वर्ग कोड नम्बर 1 का उहाँ शिक्षक हुनुहुन्छ च्याङ्पा तामाङ हुनुहुन्छ उहाँ अध्यक्ष पनि हुनुहुन्छ उहाँ व्यवस्था समितिबाट शिक्षक हुनुहुन्छ र उहाँले पनि च्याङ्पा तामाङज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ लालदोज तामाङज्यू हुनुहुन्छ उहाँ शिक्षक हुनुहुन्छ हाम्रो यस कार्यक्रमका अतिथि जो हुनुहुन्छ उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। ढिलो नगरिकन यस कार्यक्रममा हाम्रो अतिथिहरूलाई स्टेजमा आइदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। हाम्रो कार्यक्रम धेरै लामो हुन्छ त्यसर्थ ढिलो नगरिकन हाम्रो यस कार्यक्रमलाई हाम्रो नाम हाम्रो अतिथिहरूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ पुकार सिंह योद्धाज्यू हुनुहुन्छ उहाँ फापुर युवा क्लबका मकवानपुरका अध्यक्ष हुनुहुन्छ उहाँ र उहाँले आफ्नो
र सजिलोले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अरूको अतिथि हुनुहुन्छ कान्छुमान तामाङजी हुनुहुन्छ र उहाँ मतलबी प्रवि विद्यालयका उहाँ शिक्षक हुनुहुन्छ। उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। र यसरी हाम्रो अरूको हुनुहुन्छ गायक हुनुहुन्छ हावा लामाज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अरूको गायक हुनुहुन्छ हेमा लामाज्यूले आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अरूको अतिथि हुनुहुन्छ र हाम्रो विशेष ठोकरज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अर्को अतिथि हुनुहुन्छ सिन्धुली जिल्लाबाट पाल्नु भएका हाम्रो गायक हुनुहुन्छ निकेश लामाज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अर्को अतिथि हुनुहुन्छ हाम्रो अर्को अतिथि जो हुनुहुन्छ हाम्रो बिही दोक्चोले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। अर्को यसरी हाम्रो अर्को अतिथि हुनुहुन्छ उहाँ नम्बर मोडल हुनुहुन्छ गायक पनि हुनुहुन्छ यो सब लामाज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। कृपया उहाँहरूलाई एक पुष्पमा ताली गरेर स्वागत गर्नुपर्ने बेलामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अर्को अतिथि हुनुहुन्छ यसैगरी हाम्रो राजु थापाजी हुनुहुन्छ हाम्रो अतिथि हुनुहुन्छ राजु लामाज्यू हुनुहुन्छ रुचिका विवाह समूहका उहाँ सल्लाहकार हुनुहुन्छ राजु लामाज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक अभिनन्दन गर्न चाहन्छु। यसैगरी हाम्रो अतिथिहरूलाई खाता व्याज वितरण गर्ने सुजता लामा र अरू दुईजना सपोर्टका साथीहरूलाई आइदिनु पर्ने बेलामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अर्को अतिथि जो हुनुहुन्छ र हाम्रो पत्रकार हुनुहुन्छ उहाँ सम्भव प्रकारका उहाँ सजीव दुलालज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अर्को पत्रकार हुनुहुन्छ रामभ्यास भगवती हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अर्को अतिथि हुनुहुन्छ सँगसँगै हाम्रो यस कार्यक्रमका हाम्रा सभापतिको बुवा हुनुहुन्छ र आजको दिन यस्तो यस्ता ऐतिहासिक दिन हो। यो दिन उहाँ आजको हाम्रो सभापतिको उहाँको पुण्यतिथि हो। केटिसी डान्स सेन्टरको वर्षको साथ दिन हो र उहाँलाई जन्मदिन उहाँलाई कर्मदिने बुवा हुनुहुन्छ आप्पा हुनुहुन्छ कर्मध्वज तामाङज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक बिदामा अनुरोध गर्न चाहन्छु। कृपया उहाँलाई जोरदार तालीबाट स्वागत गर्नको सम्मान गर्न चाहन्छु। सजिना नापी र निकिता लामा र सुनिका लामा अतिथि लामा र सुनियालाई म हार्दिक अभिनन्दन गर्न चाहन्छु। हाम्रा प्रमुख अतिथि हाम्रो विशेष अतिथि हाम्रो अतिथिहरूलाई खाता व्याज वितरण गर्ने बेलामा हार्दिक अभिनन्दन गर्न चाहन्छु। कृपया उहाँहरूलाई कृपया हाम्रा उपस्थित हुनुभएकाहरूले कृपया जोड एक तालीबाट स्वागत गर्ने बेलामा विनम्र अनुरोध गर्न चाहन्छु। कृपया जोरदार ताली। हाम्रा अतिथिहरू आउने कामदारी सभापति पनि हाम्रा अतिथिहरूलाई म निम्न गर्न चाहन्छु। यति बेला हाम्रा संचारकर्मी हुनुहुन्छ भक्तपुर एफएमबाट बल्लभएका बिल्कुल खोलेका हाम्रा उहाँ सञ्चालक हुनुहुन्छ हाम्रा आदरणीय अथवा आफू हुनुहुन्छ उहाँ मोहन दोक्चोले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रा अर्को अतिथि जो हुनुहुन्छ र हाम्रो संगम लामा जो हुनुहुन्छ संगम ठोकर जो हुनुहुन्छ नेपाल तामाङ युवा केन्द्रका उपाध्यक्ष जो हुनुहुन्छ उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने बेलामा हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो
अर्को नायिका हुनुहुन्छ र अर्को अतिथि हुनुहुन्छ रञ्जिता गुरुङज्यू हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ रोशनी गुरुङज्यू हुनुहुन्छ उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को हुनुहुन्छ र अर्को हाम्रो अतिथि हुनुहुन्छ र बाबु जिम्बा हुनुहुन्छ उहाँ मजदुर कला केन्द्रका उहाँ निर्देशक हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ मिलन लामाज्यू हुनुहुन्छ बिहारी कला केन्द्रका उहाँ निर्देशक हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ उहाँ युवा नेता हुनुहुन्छ युवा व्यवसायी पनि हुनुहुन्छ उहाँ अभिलाष तामाङज्यू हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को युवा नेता हुनुहुन्छ गुमान सिंह तामाङज्यू हुनुहुन्छ गुमान सिंह तामाङज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। गुमान सिंह तामाङज्यू हुनुहुन्छ। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ हरिशरण भण्डारीज्यू हुनुहुन्छ उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। उहाँ युवा नेता हुनुहुन्छ उहाँ हरिशरण भण्डारीज्यू पनि। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ इन्द्रबहादुर तामाङज्यू हुनुहुन्छ इन्द्रबहादुर तामाङ युवा नेता हुनुहुन्छ युवा व्यवसायी पनि हुनुहुन्छ उहाँ उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो युवा नेता हुनुहुन्छ इन्द्रबहादुर तामाङज्यू हुनुहुन्छ इन्द्रबहादुर तामाङज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु र इन्द्रबहादुर तामाङज्यूले पनि। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ मनबहादुर श्रेष्ठज्यू हुनुहुन्छ उहाँ तिमा गाउँपालिका वडा नम्बर 1 उहाँ अध्यक्ष हुनुहुन्छ मनबहादुर श्रेष्ठज्यू हुनुहुन्छ। मनबहादुर श्रेष्ठज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी हाम्रो अर्को अतिथि हुनुहुन्छ हिजो मात्रै माता दर्शिना छामे मेवा भन्ने गीतको बोलको गीतबाट उहाँ डेब्यु गरेकी र कल्पना नव मोडल हुनुहुन्छ उहाँ कल्पना दुलुज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसैगरी अर्को मोडल हुनुहुन्छ दर्शना छामे मेवा भन्ने गीतकै मोडल हुनुहुन्छ हाम्रो सपना दुलुज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। हाम्रो यति बेला हाम्रो प्रमुख अतिथि हाम्रो विशेष अतिथि हाम्रो अतिथिलाई खाना वितरण जोरदार तालीबाट स्वागत गर्ने तालीको उपहारबाट उहाँहरूलाई साथ सपोर्ट दिन गर्ने नेता हार्दिक धन्यवाद दिन चाहन्छु। कृपया जोरदार ताली। दर्शन समय कति मियो बरो खेरामन गर्नु गन्छ जिम न केडा दर्शन समय कति मियो केडी दर्शन समय कति जन कति मियो ए खेरा भयो मलाई धार्मिक यति बेला हाम्रा यो टेक्निसियन सम्बन्धी अथवा टेक्निकल सम्बन्धी धेरैका साथ सपोर्ट दिनुभएको छ र ग्रिडका साउन्ड सिस्टमले यति बेला हामीलाई कुनै विवाह वर्तमान कुनै घोषणा सम्बन्धी हामीले सम्झनुहोस् ग्रिडका साउन्ड सिस्टमलाई र हाम्रा मित्र हुनुहुन्छ ग्रिडका साउन्ड सिस्टमका हाम्रो निर्देशक हुनुहुन्छ र सुग्राम तामाङज्यूले पनि अतिथिको आसन ग्रहण गरिदिन पर्ने नेतामा हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यता स्थित उहाँको कुशल उहाँले हामीलाई साथ सपोर्ट दिनुभएको छ। यस कार्यक्रमको लागि उहाँको धेरै हामीले सपोर्ट दिनुभएको छ। उहाँ ग्रिन तारा साउन्ड सिस्टमबाट हामीले हाम्रो कुनै विवाह वर्तमान र हाम्रो कुनै सांस्कृतिक कार्यक्रम साङ्गीतिक कार्यक्रमको बेलामा हामी यति बेला हाम्रो निमन्त्रण स्वीकार र पालन गरेर तमाम बदल्ने हाम्रो बाबाले हामी हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरूलाई दिलले आत्माबाट पनि सम्झन चाहन्छु तपाईँहरूको साथी सपोर्टको लागि र यति बेला हाम्रा अतिथिहरू आउने काम गरेछन् र यसपछि यस कार्यक्रममा हामीले अतिथिहरू जोड्नेछौँ र अब भने धेरै नभइकन यस कार्यक्रमलाई
हाम्रो गायक हुनुहुन्छ भक्तराज भोइको जुन आफ्नो आफूको गर्ने हार्दिक नाम अनुरोध गर्न चाहन्छु हाम्रो अतिथिहरू गायक हुनुहुन्छ मेरा शक्तिजी हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको अनुरोध गर्न चाहन्छु कार्यक्रमलाई ढिलो नगरिकन हाम्रो अतिथिहरूले जोडिनेछौँ र हाम्रो अतिथिहरू हाम्रो आउने काम जारी नै छ हामीले निमन्त्रण गरेका हाम्रो अतिथिहरू चर्चित सङ्गीतकर्ता गायकहरू हुनुहुन्छ विशाल बालक त्यसै गरी हाम्रो चर्चित सङ्गीतकर्ता हुनुहुन्छ गायक हुनुहुन्छ विश्व रोमका जितु रोमसा निर्मला कृषि व्यक्तिहरू हाम्रो प्रत्येकजना आउने काम जारी नै छ उहाँहरू आइसकेपछि हामीले अतिथिको आसन लिनेछौँ त्यसैपछि हाम्रो आजको यस कार्यक्रमलाई स्वागत भन्दै गर्न जोड्न चाहन्छु त्यसै गरी हाम्रो अरूको अतिथिहरू nkhबर.com का पत्रकार हुनुहुन्छ हर्षराम मन्त्री हुनुहुन्छ र उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने क्रममा हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु हाम्रो पत्रकार हुनुहुन्छ उहाँले पनि आफ्नो अतिथिको आसन ग्रहण गर्ने क्रममा अभिनन्दन अनुरोध गर्न चाहन्छु र यति बेला हाम्रा प्रमुख अतिथि हाम्रा विशेष अतिथि हाम्रा निमन्त्रणलाई स्वीकार गर्न बाटो पाएका हाम्रा आदरणीय महानुभावहरूलाई दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्वागत गर्ने नेता आफ्नो स्वागत मन्तव्यबाट स्वागत गर्ने नेता आफ्नो स्वागत गर्ने नेता आउँदै हुनुहुन्छ हाम्रा केडिसी डान्स एकाडेमी बालिका हाम्रा उहाँ सदस्य हुनुहुन्छ र सुजता घिसिङज्यूलाई स्वागत मन्तव्य राखिदिन गर्ने नेतामा विनम्र अनुरोध गर्न चाहन्छु कृपया उहाँको लागि कृपया जोरदार तालीबाट उहाँलाई स्वागत गर्ने नेता हार्दिक अनुरोध गर्न चाहन्छु धेरै धन्यवाद सुनिल लामाज्यूलाई यो समय दिनुभएको निमित्त कला र संस्कृतिको सम्मान हाम्रो निरन्तर अभियान आज मिति 2075 साल पौष 28 गते शनिबार मिति केडिसी डान्स कल्चरको 8औं वार्षिक समारोहमा र नृत्य प्रतिष्ठातीहरूलाई प्रमाणपत्र वितरण र सांस्कृतिक कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यू यस कार्यक्रमका सभा अध्यक्षज्यू र यस मञ्चमा अतिथि आसन गरिदिनु हुने अतिथिज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र केडिसी डान्स कल्चर परिवारको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु हजुरहरूले हाम्रो निमन्त्रणालाई सहज रूपमा स्वीकार गरी यहाँसम्म पाल्नुभयो हामी अत्यन्तै हर्षित छौँ र फेरि पनि म हजुरहरूलाई यो भिडियो निकै स्वागत गर्दै म सुजता तामाङ पनि हजुरहरू माझबाट उजेल गर्न चाहन्छु हस्त नमस्ते तासो फ्याकुला धन्यवाद छ आफ्नो स्वागत गर्नको लागि सुजता घिसिङज्यूलाई धेरै धेरै गर्न चाहन्छु यतिबेला अब हाम्रो कार्यक्रमका प्रमुख अतिथिज्यूबाट विशेष अतिथिबाट यस कार्यक्रमलाई विधिगत रूपबाट औपचारिक रूपबाट यस कार्यक्रमलाई उद्घाटन गर्ने नेतामा हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु हाम्रा कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ चलचित्र सङ्घको केन्द्रीय अध्यक्षज्यू हुनुहुन्छ र यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई हाम्रो यस कार्यक्रमका उद्घाटन गर्ने नेतामा विनम्र अनुरोध गर्न चाहन्छु कृपया उहाँको लागि कृपया जोरदार तालीबाट सम्मान गर्ने नेतामा विनम्र अनुरोध गर्न चाहन्छु एउटा हाम्रो विशेष अतिथि हाम्रो अन्य अतिथिहरूले पनि विशेष अतिथि र अन्य अतिथिहरूलाई र यसै गरी हाम्रा
यस कार्यक्रमलाई अब हामी शुभकामना गरेर जोड्न चाहन्छौँ। पनि तपाईँको माझमा यो बेला हाम्रो वर्षको सपसम्म र हामीले बिहार सांस्कृतिक कार्यक्रममा पाल्नुभयो तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। पनि हामी शुभकामना मन्दिरलाई जोड्न चाहन्छौँ। यति बेला आफ्नो शुभकामना मन्दिरलाई दिन गर्ने नेता तामाङ चरित्र सङ्घको अथवा तामाङ चरित्र क्षेत्रलाई विकास गर्न पर्ने नेता उहाँले आफूले योगदान प्रदान भएको छ। उहाँ निर्देशक पनि हुनुहुन्छ, तामाङ चरित्र निर्देशक हुनुहुन्छ विनायक दोर्जेलाई पनि विनायक दोर्जेलाई आफ्नो शुभकामना मन्दिर राखिदिन पर्ने नेतामा हार्दिक अभिनन्दन दिन चाहन्छु। नृत्य शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रमका सभाध्यक्ष केएमसी डान्स सेन्टरका प्रबन्ध निर्देशक आदरणीय सन्धि कर्मको लामाज्यू, साथै यस सभाका सभापति आदरणीय तामाङ चलचित्र सङ्घको केन्द्रीय अध्यक्ष तथा समाजसेवी र यस कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अतिथिगणहरू र यहाँ उपस्थित सम्पूर्ण दर्शकवृन्द दाजुभाइ दिदीबहिनीहरूमा सर्वप्रथम लक्ष्मणलाई नमस्कार गर्न चाहन्छु। विशेषतः आज केडी स्त्री डान्स सेन्टरले जुन आफ्नो प्रत्येक पाइलाहरूलाई अगाडि बढाउँदै अथवा डान्स कला क्षेत्रलाई चाहिँ विकास गर्दै एउटा नृत्यको माध्यमबाट एउटा 8औं वर्ष जुन पालन गर्न सक्नुभएको छ, त्यसको लागि केडी स्त्री डान्स सेन्टर र कर्मध्वज आमाज्यूलाई विशेष बधाई र सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। एउटा नृत्य विधाबाट एउटा कला र संस्कृतिको एउटा सम्मानका रूपमा एउटा जुन हाम्रो निरन्तरको अभियान भन्ने एउटा नाराका साथ जुन केडी स्त्री डान्स सेन्टरले जुन यो कार्यक्रम 8औं वर्षसम्म पार गरिरहँदा उहाँले जुन किसिमको एउटा त्याग र तपस्या र निरन्तर जुन लाग्नु भएको छ उहाँहरूप्रति हामी आभारी नै छौँ। र उहाँले 8औं वर्ष मात्र नभएर 100 वर्षसम्म वार्षिक उत्सव मनाउन सफल होस् भन्ने पनि शुभकामना व्यक्त गर्दै अन्तमा यो कार्यक्रम अन्तिमसम्म पनि बसेर मनोरञ्जन लिन पनि सम्पूर्ण दर्शकहरूमा फेरि पनि हार्दिक आभार व्यक्त गर्दै र आफ्नो विषयलाई टुङ्ग्याउन चाहन्छु। लक्ष्मण ठाकुर धन्यवाद छ हाम्रा चरित्र हाम्रो तामाङ चरित्र निर्देशक विनायक दोर्जेलाई आफ्नो शुभकामना मन्दिरको लागि। यसरी हाम्रो शुभकामना मन्दिर दिने गर्ने नेता हाम्रो कञ्चमान तामाङज्यूलाई आफ्नो शुभकामना मन्दिर राखिदिएको निमित्त विनम्र अनुरोध गर्न चाहन्छु। कञ्चमान तामाङ कला र संस्कृतिको सम्मान हाम्रो निरन्तर अभियान भन्ने नाराका साथ 8औं वार्षिक समारोह प्रशासनिक प्रमाणपत्र वितरण तथा सांस्कृतिक कार्यक्रम 2075 का सभापतिज्यू, इतिहासमा आसीन रहनुभएका यस सभाका चाहिँ अध्यक्षज्यू र विभिन्न तहबाट पाल्नुभएका विशेष अतिथिगणहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक नमस्कार गर्दछु।
आज हाम्रो यस केडिसी कल्चरका 8औं वर्षको चाहिँ वार्षिक महोत्सव चाहिँ भइरहेको छ। यस 8औं वर्षको चाहिँ वार्षिक महोत्सवलाई चाहिँ सफल पार्नको निम्ति यस कार्यक्रमलाई भव्य र सफल पार्नको निम्ति यहाँ उपस्थित हुनुभएका सम्पूर्ण तमाम मित्रगणहरूलाई मेरो व्यक्तिगत तर्फबाट यहाँहरूले पुनः फेरि पनि हार्दिक नमस्कार चाहन्छु र यस कार्यक्रमका लागि हाम्रा केडिसी कल्चरका अध्यक्षज्यूले विगतमा चाहिँ धेरै वर्ष अगाडिदेखि चाहिँ यो कदमलाई चाहिँ निरन्तर दिँदै आज चाहिँ यस उसको चाहिँ आइसकेको छ। यस कुरालाई चाहिँ सफल होस्, राम्रो होस्, भव्य होस्, आउने दिनहरूमा अझ प्रगति होस्, उत्तर चाहिँ प्रगतिको चाहिँ कामना व्यक्त गर्दै मेरो 2 शब्द टुङ्ग्याउँछु। हस्, धन्यवाद। धन्यवाद हाम्रा कान्छीमा तामाङज्यूलाई आफ्नो शुभकामना वक्तव्यको लागि र यस फेरि पनि म यस कार्यक्रमलाई शुभकामना वक्तव्य गर्न चाहन्छु। विशेष अतिथिज्यू हुनुहुन्छ, आजको यस कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ। साँच्चै नै उहाँको बारेमा म थोरै लेखेर चाहे मैले र अधिवक्त भन्ने बित्तिकै हामीलाई अति नै आवश्यकता पर्छ। हरेक क्रियाकलापमा हरेक कुरामा अधिवक्तको अति नै महत्त्वपूर्ण भूमिका हुनेछ। न्यायको पक्षमा न्यायको कटघारमा पुग्ने बेलामा साँच्चै नै यथार्थ के हो, कालो के हो, सेतो के हो भन्ने बिचमा उहाँहरूले छुट्याउनु हुनेछ र यसमै मलाई गर्व लाग्छ। र उहाँ हुनुहुन्छ आजको यस हाम्रो कार्यक्रमका विशेष अतिथि जो हुनुहुन्छ नारायण दोष तामाङज्यू हुनुहुन्छ, उहाँ अधिवक्त पनि हुनुहुन्छ। उहाँको तर्फबाट शुभकामना वक्तव्यलाई म राख्न चाहन्छु। उहाँको शुभकामना राख्ने निमित्त म स्टेजमा निम्ताउन चाहन्छु। उहाँ हुनुहुन्छ अधिवक्त हुनुहुन्छ, आजको यस हाम्रो कार्यक्रमका विशेष अतिथि हुनुहुन्छ नारायण दोष तामाङज्यूलाई पनि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यस केडिसी डान्स कल्चर पार्टीको 8औं वार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम 2075 जुन हुन गइरहेको छ। यस कार्यक्रम यस समारोहको सभापतिज्यू चलचित्र तामाङ चलचित्र कलाकार सङ्घका अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथिज्यू र ज्यासमा आसीन रहनुभएका सम्पूर्ण विशेष अतिथिज्यू र अतिथिज्यूलाई र यस कार्यक्रममा आफ्ना समयका व्यस्त समयका बावजुद उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी र यस केडिसी डान्स कल्चर प्राणीका प्रशिक्षणार्थीका रूपमा रहनुभएका उपस्थित हुनुभएका सम्पूर्ण भाइ बहिनीहरूलाई विशेष यस कार्यक्रम मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु। साथै यस सांस्कृतिक कार्यक्रम तथा यो 8औं वार्षिक उत्सवको यो कार्यक्रमसँगै हाम्रा यस संस्थाका संस्थापक अध्यक्ष र अहिले वर्तमान अध्यक्ष कर्मध्वज तामाङ जुन यस डान्स कल्चरका निर्देशक हुनुहुन्छ, उहाँको चाहिँ जन्मदिन पनि परेको रहेछ र उहाँलाई पनि विशेष रूपमा आज यस कार्यक्रमको तर्फबाट म काका र मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि उसको संस्थागत र व्यक्तिगत र आफ्नो कला र कलाकारिताका क्षेत्रमा
भविष्यमा उज्जवल भविष्य निरन्तर प्रयास गर्दै निरन्तरता दिँदै गतिशील पूर्ण तवरले अगाडि बढ्ने क्रममा सुखद भविष्य र सफल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै यस डान्स कल्चरमा समावेश भई हाम्रा भाइ बहिनीहरूले जुन एउटा नृत्य कलाको विकासतर्फ रहनुभएको छ उहाँहरूको भोलि र भविष्यमा नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्न समेत उहाँहरू चाहिँ सफल हुनुहुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै उहाँहरूको प्रगतिप्रति हार्दिक शुभकामना व्यक्त गर्दै म आजको यस कार्यक्रममा छोटो मन्तव्य दिनका लागि अवसर दिनुभएका यस संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो विशेष अतिथि र अधिवक्ता हुनुहुन्छ उहाँ नारायण भोज तामाङज्यूलाई आफ्नो शुभकामना मन्तव्यको लागि र हामी आजको दिन यस्तो ऐतिहासिक दिन हो र यो दिन केडिसी डान्स सेन्टर एकाडेमीको पनि यो जन्म उत्सव हो। तसर्थ आज हाम्रो सभापति अर्थात् हाम्रो कर्मदेव समितिजीको पनि उहाँको पनि जन्मदिन हो। यो जन्मदिनको उपलक्ष्यमा उहाँले तपाईँहरूलाई यहाँ उपस्थित हुनुभएकोलाई एउटा कुनै सानो एउटा गिफ्ट दिने अथवा चक्लेट दिएर उहाँहरूको जन्मदिन मनाउँदै हुनुहुन्छ र कृपया उहाँ तपाईँहरूले स्वीकार होला भनेर म यो तपाईँ सम्पूर्णलाई विशेष अपिल गर्न चाहन्छु। यति बेला हाम्रो केडिसी डान्स सेन्टर एकाडेमीका हाम्रा भाइ बहिनीहरू तपाईँहरूको बिचमा आउने नै छ र यो भन्दै फेरि पनि आफ्नो विशेष अतिथि हुनुहुन्छ उहाँ समाजसेवी पनि हुनुहुन्छ उहाँ र उहाँ हुनुहुन्छ आज यस हाम्रो कार्यक्रमको विशेष अतिथि। धन्यवाद तामाङज्यूलाई आफ्नो विशेष अतिथिको मन्तव्य राखिदिनको निमित्त म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। कृपया उहाँको लागि पनि जोरदार तालीबाट उहाँलाई स्वागत गरिदिनको निमित्त म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। यस विशेष सांस्कृतिक कार्यक्रमका सभापति प्रमुख अतिथिज्यू अतिथिगण उपस्थित सम्पूर्ण दर्शकबिन पत्रकार सम्पूर्ण नमस्कार। ठाकुरला सङ्घीय साँच्चै सांस्कृतिक कार्यक्रम मलाई विगतको स्मरण म कता कता प्रमुख अतिथि भएर स्टेजमा बस्दा मलाई अशोभनीय भए जस्तो लाग्यो। आज चाहिँ साँच्चै मैले चाहेको जस्तो हामीले चाहेको जस्तो जसको सभा उसको नेतृत्व भने सांस्कृतिक कार्यक्रम एउटा भनौँ न कलाकारिता उत्पादन गर्ने संस्थाको वार्षिक उत्सवमा प्रमुख अतिथि कलाकारबाट नै पाएको र विभुत मुखर्जीलाई पाएकोमा एकदम खुसी, एकदमै उहाँको भनौँ न कार्यव्यस्ततालाई व्यवस्थापन गर्दै आउनुभएकोमा उहाँप्रति सम्मान गर्दै अबको दिनमा हामीले गर्नुपर्ने धेरै छन् र टिक्न र टिकाउनको लागि हामीले गर्ने कार्य शैली र दैनिकीमा धेरै भर पर्ने भएको कारणले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ यहाँ 8औं वर्षसम्म हाम्रा भान्जाको संयोग आज जन्मदिन पनि परेको रहेछ। जुन हिसाबले सङ्घर्ष गर्नुभयो त्यसले गर्दा अरू थप कलाकार र कलाकारितालाई प्रस्फुटन गर्दै प्रतिभा राष्ट्रिय विभिन्न खालको चाहिँ राष्ट्रिय प्रतियोगितासम्म आफ्नो प्रस्तुतिलाई प्रदर्शन गर्दै एउटा सम्मान उच्च सम्मानका साथ सम्मानित भएको मिडिया र विभिन्न कार्यक्रमहरू मार्फत जानकारी पाउँदा धेरै खुसी लाग्यो। अझ अहिले यो जुन कार्यक्रममा म आफै पनि विशेष अतिथिको रूपमा आएर बोल्न पाउँदा र यो कार्यक्रमको शोभानीय जुन खालको चाहिँ भनौँ न राम्रो कार्यक्रम हुँदैछ त्यसमा एकदमै खुसी लागेको छ। अझै पनि योभन्दा पनि भोलिको दिनमा राम्रो र उन्नति र प्रगतिको कामना गर्दै साँच्चै भान्जाको आज जन्मदिन पनि परेको रहेछ। भान्जालाई चुगन्दै ज्यावा लेख्दै छेरेङ्गै विवाह कला ज्यावनमा मोला गन तिनीर लागि जुन कार्यक्रम जुन खाललाई सहेर होला। अब व्यक्तिगत भाषण मन्तव्य भन्दैनौँ साँच्चै कार्यक्रम र मनोरञ्जन हिले रमाइलो वाला खालमा हर्षोल्लास सँगै चुगन्दै ज्यावा सँगै गन कल भेट्नुहोला। धन्यवाद।
मैले 8 वर्षको साथमा नृत्य प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण तथा बिहार सांस्कृतिक कार्यक्रमका 2075 र हामीले यस कार्यक्रममा चाहिँ केडी श्री डान्स सेन्टर एकाडेमी परिवारका जो हाम्रा 6 महिना पुरो भएको र 1 वर्ष पुरो भइसकेकोहरूलाई हामीले प्रमाणपत्र पनि वितरण गर्ने कार्यक्रम हुँदा प्रमुख अतिथिको हातबाट प्रमुख अतिथिबाट वितरण गर्ने कार्यक्रम भइरहेको हुँदा र सम्पूर्ण हाम्रा एकाडेमी परिवारका सम्पूर्ण सदस्यहरूलाई र सबैजनालाई लाइनबद्ध तरिकाले बसिदिने पर्ने विधामा विनम्र अनुरोध गर्न चाहन्छु। पाएको प्रत्येक सांस्कृतिक कार्यक्रममा तपाईँले पनि हामीले सम्झन सक्नुहुनेछ। तपाईँले भरपुर मनोरञ्जन दिनको निम्ति हामी तयारी छौँ, सदैव तयारी छौँ र हामीले भनेको जस्तो तपाईँहरूले सोचेको जस्तो तपाईँले जुन गीत भन्नुहुन्छ र त्यस गीतमा पनि हामी नृत्य गर्नको लागि हामी तयार छौँ र यस गीतमा हामीले 8 वर्ष भयो निरन्तर रूपमा हामीले यो सञ्चालन गर्दै आएको यो हाम्रा केडी श्री डान्स सेन्टर एकाडेमी प्राली र तपाईँको लागि सदैव हामी तपाईँको लागि हामी सबैजना सुन्दै बस्न चाहन्छौँ र हामीसँग यति बेला हामीले 6 महिना पुरो भइसकेकोहरूलाई आफ्नो सर्टिफिकेट दिने काम हामी दिँदै हुनुहुन्छ। हाम्रा अझकै सङ्घ कार्यक्रमका प्रमुख अतिथिज्यू र तामाङ चलचित्र सङ्घ केन्द्रीय अध्यक्ष र प्रयोग ठोकर र केडी श्री डान्स सेन्टर एकाडेमी प्रालीका कम्प्युटर निर्देशकज्यू हुनुहुन्छ र कर्मध्वज तामाङज्यू हुनुहुन्छ र 6 महिना पुरो भएर जुन आफ्नो नृत्यमा चाहिँ 6 महिना भइसकेपछि उहाँले सर्टिफिकेट प्राप्त गर्नुभएको छ। उहाँ जुनसुकै ठाउँमा गइसकेपछि उहाँ केडी श्री डान्स सेन्टर एकाडेमी प्रालीबाट उहाँलाई यो प्रमाणपत्रबाट उहाँलाई हामी यो प्रमाणपत्र वितरण गर्न चाहन्छौँ र यस प्रमाणपत्र वितरण गरिदिनको निमित्त अथवा ग्रहण गरिदिनको निमित्त यहाँ छिवाङ दोङ तामाङज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु र यस छिवाङ दोङ तामाङ आफ्नो प्रमाणपत्र लिइदिनको निमित्त म विनम्र अनुरोध गर्न चाहन्छु। छिवाङ दोङ तामाङ र आफ्नो 6 महिना पुरो भएर र उहाँको सर्टिफिकेट दिनमा उहाँको अध्यक्ष हुनुहुन्छ र बेडको ठोकर हुन्छ, आजको हाम्रो अध्यक्ष हुनुहुन्छ बेडको ठोकर र बेडर उहाँ कम्प्युटर हुनुहुन्छ कर्मध्वज तामाङज्यू र उहाँलाई यो सर्टिफिकेट वितरण गरिदिनको निमित्त म विनम्र अनुरोध गर्न चाहन्छु। छिवाङ दोङलाई गौरव तालीबाट नमन गर्ने स्वागत गर्ने म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो अर्को हुनुहुन्छ हाम्रा 6 महिना पुरो भएको आफ्नो सर्टिफिकेट दिँदै हुनुहुन्छ र सुनिका दोङ तामाङ जो हुनुहुन्छ उहाँले पनि 6 महिना पुरो भएर उहाँले आफ्नो यो सर्टिफिकेट प्राप्त गरिसक्नु भएको छ र उहाँको लागि पनि र हाम्रो अझको हाम्रो कार्यक्रमका हाम्रो प्रमुख अतिथि हुन्छ बेडको ठोकर जो हुनुहुन्छ चिफ गेस्ट हुनुहुन्छ उहाँ र कर्मध्वज तामाङ जो टर्मिनेटर हुनुहुन्छ उहाँले पनि यो प्रमाणपत्र ग्रहण गर्नुको निमित्त आजको हाम्रो कार्यक्रमका प्रमुख अतिथि कृषि समितिलाई म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसरी अर्को हुनुहुन्छ सीता यसरी हाम्रो अर्को हुनुहुन्छ सीता फिलो हुनुहुन्छ र उहाँले पनि आफ्नो 6 महिना पुरो भइसकेको उहाँ सर्टिफिकेट ग्रहण गरिदिनको निमित्तमा विनम्र अनुरोध गर्न चाहन्छु र हाम्रो हाम्रा प्रमुख अतिथि र हाम्रो विशेष अतिथि हाम्रो नृत्य निर्देशकहरूलाई यस ग्रहण वितरण गरिदिनको निमित्तमा विनम्र अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अर्को हुनुहुन्छ जिया ढिलुका हुनुहुन्छ र उहाँले पनि आफ्नो सर्टिफिकेट ग्रहण गरिदिनको निमित्तमा विनम्र अनुरोध गर्न चाहन्छौँ। यसै गरी हाम्रो अर्को हुनुहुन्छ विक्रम लामा जो हुनुहुन्छ उहाँले पनि आफ्नो प्रमाणपत्र अर्थात् आफ्नो सर्टिफिकेट ग्रहण गरिदिनको निमित्तमा विनम्र अनुरोध गर्न चाहन्छौँ। यसै गरी हाम्रो अर्को हुनुहुन्छ यसै गरी हाम्रो अर्को हुनुहुन्छ अकृति दोङ जो हुनुहुन्छ उहाँले पनि आफ्नो आत्मविश्वास ग्रहण गरिदिनको निमित्तमा ग्रहण गरिदिनको निमित्तमा विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो अर्को हुनुहुन्छ र 6 महिना पुरो भएर आफ्नो सर्टिफिकेट प्रमाणपत्र ग्रहण गर्दै हुनुहुन्छ छुइसन तामाङ जो हुनुहुन्छ छुइसन तामाङले पनि म विनम्र अनुरोध गर्न चाहन्छु। छुइसन तामाङ जो हुनुहुन्छ यसै गरी हुनुहुन्छ सृजना तामाङ जो हुनुहुन्छ सृजना तामाङले पनि म विनम्र अनुरोध गर्न चाहन्छु। सृजना तामाङ
सिर्जना तामाङ, यसै गरी अर्को हुनुहुन्छ जेसु तामाङ जो हुनुहुन्छ, जेसु तामाङज्यूलाई पनि आफ्नो सर्टिफिकेट ग्रहण गरिदिनका निम्ति म विनम्र अनुरोध गर्न चाहन्छु। जेसु तामाङज्यू हुनुहुन्छ। यसै गरी हाम्रो अर्को हुनुहुन्छ शिशिर तामाङज्यू हुनुहुन्छ। ढिला नगरिकन कृपया आफ्नो प्रमाणपत्र लिइदिनको निम्ति म विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो अर्को हुनुहुन्छ राधेश्याम आवालज्यू हुनुहुन्छ। राधेश्याम आवालज्यूलाई पनि आफ्नो 6 महिना पुरा भएको आफ्नो सर्टिफिकेट ग्रहण गर्नका निम्ति म विनम्र अनुरोध गर्न चाहन्छु। चिफ गेस्ट मार्फत हाम्रो आजको अध्यक्ष हुनुहुन्छ विद्युत भण्डारज्यू हुनुहुन्छ, कर्मज्यू हुनुहुन्छ, नेता हुनुहुन्छ। यसै गरी हाम्रो अर्को हुनुहुन्छ एनजिडी हुनुहुन्छ, एनजिडी मगरज्यू हुनुहुन्छ। उहाँले पनि आफ्नो ग्रहण गरिदिनको निम्ति म विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हामीसँग अर्को हुनुहुन्छ शान्ति भुवाईज्यू हुनुहुन्छ। शान्ति भुवाईज्यूले पनि म विनम्र अनुरोध गर्न चाहन्छु। शान्ति भुवाईज्यू हुनुहुन्छ। यसै गरी उहाँको हुनुहुन्छ अविनाश तामाङज्यू हुनुहुन्छ। अविनाश तामाङज्यूले पनि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। हाम्रो अर्को हुनुहुन्छ दिनेश खड्काज्यू हुनुहुन्छ। दिनेश खड्काज्यूले पनि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। दिनेश खड्काज्यू। यसै गरी हाम्रो अर्को हुनुहुन्छ शिला, यसै गरी हुनुहुन्छ शिला प्रजापति हुनुहुन्छ। उहाँ हुनुहुन्छ, उहाँको पनि आफ्नो सर्टिफिकेट ग्रहण गर्नको निमित्त म विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो अर्को हुनुहुन्छ शान्ति मगरज्यू हुनुहुन्छ। शान्ति मगरज्यूले पनि म विनम्र अनुरोध गर्न चाहन्छु आफ्नो सर्टिफिकेट ग्रहण गरिदिनको निमित्त। यसै गरी अर्को हुनुहुन्छ सागर बोगदानज्यू हुनुहुन्छ। सागर बोगदानज्यूले पनि आफ्नो सर्टिफिकेट ग्रहण गरिदिनको निमित्त म विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ देवीमाया दुबज्यू हुनुहुन्छ। देवीमाया दुबज्यूले पनि आफ्नो सर्टिफिकेट ग्रहण गरिदिनको निमित्त म विनम्र अनुरोध गर्न चाहन्छु। देवीमाया दुब। अब अर्को हुनुहुन्छ हाम्रा 6 महिना पुरो भएर अथवा 1 वर्ष पुरो भएर 2 वर्षको पूर्वै हाम्रा प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भइरहेको हुँदा र तपाईँ सम्पूर्णलाई पनि म फेरि पनि तपाईँहरूलाई सम्झिन चाहन्छु, तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला पनि हामीले 1 वर्ष पुरो भएर 2 वर्षको प्रवेशहरूलाई हामीले प्रमाणपत्र वितरण कार्यक्रम यति बेला पनि गरिरहेको हुँदा र यति बेला हाम्रा चिफ गेस्ट अर्थात् प्रमुखज्यू हुनुहुन्छ, भैको थोकरज्यू हुनुहुन्छ र यसमा पनि हाम्रो कम्प्युटर हुनुहुन्छ र हाम्रो समीक्षक हुनुहुन्छ कर्मभोज तामाङज्यू हुनुहुन्छ। उहाँ हुनुहुन्छ अनिश तामाङज्यूलाई पनि आफ्नो सर्टिफिकेट प्रमाणपत्र ग्रहण गरिदिनका निमित्त म विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हुनुहुन्छ विभूषण तामाङज्यू हुनुहुन्छ। विभूषण तामाङज्यूले पनि आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनको निमित्त म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ निरुद्ध तामाङज्यू हुनुहुन्छ। निरुद्ध तामाङज्यूले पनि आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनको निमित्त म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हुनुहुन्छ निकिता तामाङज्यू हुनुहुन्छ। निकिता तामाङज्यूले पनि आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनको निमित्त म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ सुजन तामाङज्यू हुनुहुन्छ। सुजन तामाङज्यूले पनि आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनको निमित्त म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ शिला तामाङज्यू हुनुहुन्छ। शिला तामाङज्यूले पनि आफ्नो प्रमाणपत्र ग्रहण गरिदिनको निमित्त म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ सोनिया बोगदानज्यू हुनुहुन्छ। सोनिया बोगदानज्यूले पनि आफ्नो सर्टिफिकेट ग्रहण गरिदिनको निमित्त म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ
रोजिना सिलवाल हुनुहुन्छ उहाँले पनि आफ्नो प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रममा हार्दिक दिनमा अनुरोध गर्न चाहन्छु। शीघ्र हुनुहुन्छ राजन थोगरजी हुनुहुन्छ। राजन थोगरजीले पनि आफ्नो सर्टिफिकेट ग्रहण गर्ने कार्यक्रममा हार्दिक दिनमा अनुरोध गर्न चाहन्छु। शीघ्र हुनुहुन्छ सजिना नाप्ती हुनुहुन्छ र उहाँले पनि सजिलो नागरिक हुनुहुन्छ र उहाँले पनि आफ्नो सर्टिफिकेट ग्रहण गर्ने कार्यक्रममा हार्दिक दिनमा अनुरोध गर्न चाहन्छु। र अध्यक्ष चिफ गेस्ट हुनुहुन्छ मृत्यु थोगरजी हुनुहुन्छ र उहाँ हाम्रा डाइरेक्टर हुनुहुन्छ केडिसी डान्सका तरुण सामन्त हुनुहुन्छ। 1 वर्ष पुरो गरेर उहाँलाई दिएको यो प्रमाणपत्र हो। यसै गरी अर्को हुनुहुन्छ सुजता घिसिङजी हुनुहुन्छ। उहाँ बोलेर दिनबाट तल भएका सुजता घिसिङजी हुनुहुन्छ र सुजता घिसिङजीलाई पनि आफ्नो प्रमाणपत्र ग्रहण गर्नको निमित्त विनम्र अनुरोध गर्न चाहन्छु। गोर्खा जिल्लाकी घिसिङ स्या। यसै गरी अर्को हुनुहुन्छ समृद्धि वसुकालाजी हुनुहुन्छ। सानी नानी हुनुहुन्छ। उहाँले पनि आफ्नो प्रमाणपत्र सर्टिफिकेट ग्रहण गर्ने निमित्त वसुकालाजीले पनि हार्दिक दिनमा अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ कृतिका आवाजी हुनुहुन्छ। कृतिका आवाजीले पनि आफ्नो सर्टिफिकेट ग्रहण गर्ने निमित्त विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ पुकार योजनजी हुनुहुन्छ। पुकार योजनजीलाई पनि आफ्नो प्रमाणपत्र ग्रहण गर्ने निमित्त हार्दिक दिनमा अनुरोध गर्न चाहन्छु। यसै गरी अर्को हुनुहुन्छ अन्तिम हुनुहुन्छ प्रतिभा योजनजी हुनुहुन्छ। उहाँ भगवानपुरको हुनुहुन्छ। उहाँ प्रतिभा योजनजी उहाँ 1 वर्ष पुरो भएर उहाँले पनि एउटा प्रमाणपत्र ग्रहण गर्दै हुनुहुन्छ। हाम्रो वितरण गर्दै हुनुहुन्छ हाम्रो प्रमुख अतिथि विशेष अतिथि र हाम्रो प्रतिभा योजनजीलाई कृपया जोरदार तालीबाट उहाँहरूलाई सबैले सम्मान गर्ने कार्यक्रममा हार्दिक दिनमा अनुरोध गर्न चाहन्छु। धन्यवाद छ प्रमुख अतिथि विशेष अतिथि सबैलाई विशेष दिन चाहन्छु। धन्यवाद छ कार्यक्रम सञ्चालक मित्र सुजित दौजीलाई। आजको यस बृहत सांस्कृतिक कार्यक्रमका सभापति महोदय, विशिष्ट अतिथिज्यूहरू, उपस्थित कलाकार साथीहरू, सञ्चारकर्मी मित्रहरू र तमाम कलाप्रेमी साथीहरू र अग्रज दाजुभाइ दिदीबहिनीहरूमा सर्वप्रथम स्वीकारोस् लासो ठापुन अनि नमस्कार व्यक्त गर्न चाहन्छु। पक्कै पनि आज यस ऐतिहासिक दिन जो कि केडिसी कला केन्द्रको 8 वर्ष पुरा भएर 9 वर्षमा प्रवेश गरेका दिन अर्थात् केडिसी कला केन्द्र भर्खर सुरु गरेको दिन, साथसाथै आजको यस कार्यक्रमका सभापति तथा केडिसी कला केन्द्रका गुरु अर्थात् सञ्चालक कर्मघोष लामाको जन्मदिन। पक्कै पनि त्यसमा यहाँहरू सम्पूर्णको उपस्थिति एकदमै ऐतिहासिक छ। यो ऐतिहासिक क्षणलाई धेरै वर्ष अगाडिसम्म लानको निम्ति सर्वप्रथम केडिसी कला केन्द्र परिवारलाई मेरो व्यक्तिगत तर्फबाट र मैले नेतृत्व गरेको तामाङ चलचित्र सङ्घ नेपालको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। पक्कै पनि कला देशको गहना हो। यसलाई संरक्षण गर्नु सम्पूर्ण नेपालीको दायित्व हो। त्यसले गर्दा आज भक्तपुर जिल्लामा एउटा नमुना कल्चरको रूपमा चिनाउन सफल भएको छ। 9 वर्ष
प्रवेश गरेको छ 9 वर्षमा र 8 वर्षसम्म आइरहँदाखेरि केडिसी कला केन्द्रले एउटा कलाको माध्यमबाट एउटा स्वस्थकार रहनको निम्ति र कलाको माध्यमबाट आफ्नो संस्कृति संस्कार रीतिरिवाज झल्काउनको निम्ति निरन्तरता 8 वर्षसम्म जुन सङ्घर्ष गरेर यहाँसम्म आउनु भएको छ पुनः मेरो तर्फबाट र तामाङ चलचित्र सङ्घको तर्फबाट फेरि पनि बधाई पनि दिन चाहन्छु। अबको दिनहरूमा साँच्चै हाम्रो देशलाई र हाम्रो समाजलाई पक्कै हामी परिवर्तन चाहने हो भने अहिले कार्यक्रम सञ्चालकजीले भन्नुभयो हामीले बोलेर होइन गरेर देखाउनु पर्छ र आज मैले यही कार्यक्रममा देखेँ भक्तपुर भित्रबाट कुरा नगरौँ हामी तामाङ समुदायको मात्रै कल्चर खोलेर बसेका अधिकांश साथीहरूको उपस्थिति देखिएन। यस अर्थमा कि पक्कै पनि हामी भक्तपुरमा पनि कल्चर बिचको द्वन्द्व छ कि जस्तो लाग्छ मलाई। त्यही द्वन्द्वबाट आज जुन केडिसी कला केन्द्रले यत्रो विद्यार्थीहरू जो कि विगतको दिनहरू स्मरण गर्न चाहन्छु म तपाईँ सम्पूर्णलाई। हेर्दाखेरि अघि साना साना बाबु नानीहरू देखे र जति उहाँहरू भौतिक शरीर रूपमा सानो देखिन्छ उमेरका रूपमा सानो देखिन्छ वास्तवमै भन्नुपर्दाखेरि कलाको रूपमा बिखु ठोकर भन्दा उहाँहरू कम छैन। धेरै स्टेजहरूमा उहाँहरूको प्रस्तुति मैले पनि हेरेँ। सँगसँगै एउटै मेरो पोस्टर आउने प्लेटफर्ममा उहाँहरूको पनि पोस्टर आउँछ। तिनले गर्दा कला कहिले पनि सानो ठुलो हुँदैन। त्यसले गर्दा मेरो तर्फबाट फेरि पनि सेल्युट हान्न चाहन्छु। केडिसी कला केन्द्रले यस्ता साना साना बाबु नानीहरूलाई एकदमै राम्रो नृत्यकार हुनको लागि जुन योगदान पुऱ्याएर आउनुभएको छ पक्कै पनि गर्व लाग्छ। मैले पनि केही वर्ष अगाडिदेखि केडिसी कला केन्द्रलाई जुन मेरो नजरले आहा कति राम्रो कलाकारहरू जन्मनु भएको यो केडिसी कला केन्द्रले हेर्दा म भन्छु कर्मवालीलाई प्रत्यक्ष जहिले भेट्नु पनि भन्छु भाइ तपाईँको एकदम कछुवाको चाल छ तर तपाईँ पनि एकदम पर्फेक्ट काम गर्नुहुन्छ म तपाईँलाई एकदम मान्छु भन्छु के पक्कै पनि हेर्दाखेरि कर्मदोष आएको बोल्नेदेखि लिएर हिँड्नेदेखि लिएर एकदम आनन्दले गर्नुहुन्छ कि तैपनि उहाँले जुन भक्तपुर जिल्लामा उदाहरणको रूपमा यति राम्रा राम्रा विद्यार्थीहरू जन्माउनु भएको छ त्यो नै अत्यन्त सफलताको कुरा हो जस्तो लाग्छ। म यही मञ्चबाट भन्न चाहन्छु साँच्चै यहाँ उपस्थित हुनुभएका अधिकांश साथीहरू कलाकार हुनुहुन्छ सञ्चारकर्मी साथीहरू हुनुहुन्छ समाजका विभिन्न ओहदामा बसेका व्यक्तिहरू हुनुहुन्छ के साँच्चै हामीले आफ्नो देश र आफ्नो समुदाय समाजलाई र रीतिरिवाज धर्मलाई संरक्षण गर्ने नै हो भने सबैजना एकजुट भएर यसरी हातेमालो गरेर अगाडि बढ्न जरुरी छ। मैले बारम्बार भन्दै आएको छ केडिसी कला केन्द्रको कार्यक्रममा म 2-3 चोटि गइसकेको छु। कला अहिले पनि ठुलो र सानो हुँदैन र हाम्रो समुदायमा के पनि विकृति आएको छ भने आफ्नो मान्छेले गयो भने एकैचोटि चर्चित फल्ला भनेर सम्बोधन गरिन्छ र नचिने मान्छेले गयो भने मेरो पनि एउटा गीत बजाइदिनुहोस् अथवा मेरो पनि एउटा प्रमोट गरिदिनुहोस् र मेरो पनि नृत्य छ भने वास्तै गर्दैन। यो प्रथालाई हामीले तोड्न जरुरी छ जो कि हामी स्वयं मैले नेतृत्व गरेको तामाङ चलचित्र सङ्घले पनि सुरुवात गरिसकेका छौँ। हामीले उद्घोष पनि गरेका छौँ। पक्कै पनि हामीले कलाको माध्यमबाट आफ्नो देशलाई योगदान पुर्याउने हो भने हामीले के त्याग्नुपर्छ र हामीले अहमता र घमण्ड कहिले लिनु हुँदैन। त्यसले गर्दाखेरि मैले त भन्दै आएको छु कहिले पनि कलाकार भर्खरै एल्बम निकालेको होस् र 100वटा एल्बममा गीत गाएको होस् र भर्खरै एउटा फिल्ममा डेब्यू गरेको होस् र 100वटा चलचित्रमा अभिनय गरेको होस् कलाकारको कुनै पद हुँदैन। तिनले गर्दा सोच मनले र भावनाले आफ्नो कलाको माध्यमबाट देशप्रति केही चिन्तन लिएर आएका
सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू मिलेर अगाडि बढ्न जरुरी छ। म धेरै बोल्दैन, आज यस कार्यक्रम सांस्कृतिक महल पनि भएको हुनाले केडिसी कला केन्द्रका भाइबहिनीहरू लगायत चर्चित कलाकार साथीहरूको पनि प्रस्तुति रहेको हुनाले तपाईँहरूलाई अतुल छ। हिजोको दिनमा विगतोले पनि हँसाएर हिँडेको थियो, आज यिनले पनि धेरै भाषण गरेछ भन्नुहोला। त्यो हो पनि र होइन पनि, पक्कै पनि हामीले बोल्ने क्रममा पनि जे सकिन्छ त्यो बोल्न सक्नुपर्छ, जे सक्छ त्यो मात्रै बोल्ने गर्नुपर्छ। त्यसले गर्दा हामी चाहे कलाको माध्यमबाट होस्, चाहे समाज सेवाको माध्यमबाट होस्, चाहे विभिन्न संस्थाको नेतृत्वको माध्यमबाट होस्, हामीले थोरै मात्रै भए पनि आफ्नो देशको चिन्ता लिनु पर्यो, आफ्नो समाजको चिन्ता लिनु पर्यो र आफ्नो समुदायको चिन्ता लिनु पर्यो भन्ने पनि म अनुरोध गर्न चाहन्छु। र भर्खरै मात्रै जुन सम्मानपत्र अथवा कदरपत्र प्राप्त गरेका छन् यस केडिसी कला केन्द्रका सम्पूर्ण कलाकार साथीहरूलाई फेरि पनि बधाई दिन चाहन्छु। पक्कै पनि सुरु गरौँ। योभन्दा अगाडिको सेकेन्डमा हामीले एउटा मानव जिन्दगीमा र आफ्नो सङ्घर्षकालमा धेरै विकृति कामहरू र अथवा धेरै नराम्रो सोचहरू लिए होला। पक्कै पनि परिवर्तनको समय भनेको धेरै चाहिँदैन। त्यसले गर्दा अब आउने सेकेन्डहरूमा, अब आउने मिनटमा, अब आउने घन्टाहरूमा, अब आउने दिनमा र अब आउने महिनामा पक्कै पनि समाजप्रति, देशप्रति के गरौँ भन्ने सोच मनोबलका साथ अगाडि बढ्यो भने पक्कै पनि केडिसी कला केन्द्रका यी साना साना कलाकार साथीहरू देशका ठुला ठुला गहना हुन्छन्। तिनले गर्दाखेरि अहिले कतिपय प्रोग्राममा त भन्ने गरेको छ यो नाचगानले मात्रै पनि हाम्रो लोछार भन्छ, नाचगानले मात्रै पनि हाम्रो संस्कार टेक्छ भन्छ। अहिलेसम्म जीवका त्यो आफ्नो संस्कार रीतिरिवाज भनेको यो कलाको माध्यमबाट मात्रै प्रस्तुत भएको छ। के साँच्चै कलाकारले आफ्नो एउटा पहिचान लगाएर स्टेजमा नाचेन भने, के एउटा साँच्चै एउटा कलाकारले आफ्नो भाषामा एउटा स्टेज लगाएर गीत गायो भने साँच्चै संस्कार मान्छ? तिनले गर्दा गलत कुराहरू अहिले ग्रामीण रूपमा समुदायमा आएको छ। कला भनेको पक्कै पनि एउटा देशको निम्ति, समुदायको निम्ति, संस्कारको निम्ति एउटा 50% हिस्सा पुगेको क्षेत्र हो। तिनले गर्दाखेरि भोलिको उज्जवल भविष्यका साथ जति पनि कलाकारहरू उत्पादन गर्नुभएको छ, मैले भनेर आएको छु केडिसी कला केन्द्रसँग म विगत केही वर्ष अगाडिदेखि नजिक भएको हुनाले मैले अस्ति पनि भनेको थिएँ। अब पक्कै पनि केडिसी कला केन्द्रका यी यस्ता राम्रा कलाकार साथीहरूसँग म पनि सँगै बसेर सँगै अभिनय गर्न पाएँ भने अझ सुन्न सुगन्ध हुन्छ भनेर मैले बारम्बार भनेर आएको छ। र अति नै उत्कृष्ट नृत्यकारहरू छ। भोलि हामीले यस कल्चरलाई र मेरो व्यक्तिगत तर्फबाट र तामाङ चलचित्र सङ्घको तर्फबाट खेल्नुपर्ने भूमिकाहरूमा कुनै पनि कन्जुसै नगर्ने उद्घोष गर्दै अन्तमा तपाईँ सम्पूर्णलाई विशेष गरी तामाङ समुदायको आउँदै गरेको लोछारको हार्दिक मङ्गलमय शुभकामना दिँदै हामीले अब आउने लोछारमा हामी पक्कै पनि यति गते उति गते यो ठाउँ त्यो ठाउँ भन्दा पनि हाम्रो लोछार हो भनेर मानव र सके 1 महिना समय मानव, नसके जति सक्छ त्यति मानव। अनावश्यक रूपमा विवादित कुराहरू सार्वजनिक सञ्चारदेखि हरेक भेटघाटमा नगरौँ भन्ने अनुरोधका साथ पुनः यस आयोजक कमिटीलाई प्रमुख अतिथिको रूपमा मलाई नियुक्त दिएर केही मैले जानेका र बुझेका कुराहरू यहाँहरूमा सेयर गर्ने मौका दिनुभएकोमा मेरो व्यक्तिगत तर्फबाट र मैले नेतृत्व गरेको तामाङ चलचित्र सङ्घको तर्फबाट धेरै धेरै धन्यवाद दिँदै सम्पूर्ण केडिसी कला केन्द्रमा नृत्यमा रहनुभएका सम्पूर्ण कलाकार साथीहरूलाई पुनः बधाईको साथमा अब आउने दिनहरूमा धेरै धेरै वर्ष अगाडि केडिसी कलाको यात्रा होस्, त्यसमा म पनि साथसाथमा रहने बाचा गर्दै गोरेबहादुर खमाङ्गे, लागादम अबङ्गे, लसो, भ्याफुल्ला, याङ्ला चलचित्र,
तामाङ चलचित्र, ज्याव चलचित्र, जय तामाङ चलचित्र, लासो फ्याफुल्ला, नमस्कार। धन्यवाद छ हाम्रो प्रमुख अतिथिको लागि, आफ्नो मन्तव्यको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। कृपया फेरि पनि उहाँलाई जोरदार ताली गरेर फेरि पनि उहाँलाई सम्मान गर्नुभयो त हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु। र फेरि पनि म अतिथिलाई निम्त्याउन चाहन्छु। यति बेला हाम्रो चर्चित गायक हुनुहुन्छ जितु लोकचान्जुले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्तमा हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। मलाई जहाँसम्म लाग्छ जितु लोकचान्जु भित्र बाहिर प्रवेश गरिसक्नु भएको छ र उहाँलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्तमा हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसरी नै हाम्रो अरू सामाजिक अभिनन्दन हुनुहुन्छ। हाम्रो आजको यस हाम्रो कार्यक्रमका अतिथि हुनुहुन्छ पेमा लामाज्यू अथवा सरोज लामाज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसरी नै हाम्रो अर्को हुनुहुन्छ गायिका हुनुहुन्छ पूजा लामाज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसरी नै हाम्रो अर्को हुनुहुन्छ पेमा लामाज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसरी नै हाम्रो अर्को हुनुहुन्छ बिही दोङजो जुले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। यसरी हाम्रो अर्को हुनुहुन्छ निम्बा लामाज्यू हुनुहुन्छ। निम्बा लामाज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। र हिजो भर्खरै मात्र दर्शिला छामे मेवा भन्ने गीतको बोलबाट नव मोडल हुनुहुन्छ मेरो प्यारी बहिनी हुनुहुन्छ र कल्पना दोङज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। कल्पना दोङ यसै गरी सम्रा दोङज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। प्यारी बहिनी कल्पना दोङ र यसै गरी हाम्रा सम्रा दोङज्यूले पनि दर्शिला छामे मेवा भन्ने गीतको बोलमा उहाँ हिजो भर्खरै तपाईँ युट्युबमा तपाईँ हेर्न सक्नुहुनेछ र उहाँलाई खाना र ब्याज वितरण गरिदिनको निमित्त म हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। र यति भन्दै अब भने हामीले आजको यस हाम्रो औपचारिक कार्यक्रमलाई ढिलो नगरिकन हामीलाई आजको हाम्रो सभापतिलाई आफ्नो मन्तव्य राख्नुभन्दा अगाडि म थोरै कुरा राख्न चाहन्छु। तपाईँहरू जसरी हाम्रो निमन्त्रणलाई स्वीकार तपाईँ पाउनुभएको छ तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला तपाईँले हाम्रो गीत र सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तिहरूले गीत र सङ्गीतको क्षेत्रमा अहिले यो माहौललाई सङ्गीत माया बनाउने छ। तपाईँको केही छिनपछि यस औपचारिक कार्यक्रमलाई समापन गरिसकेपछि हामीले यो माहौललाई साँच्चीकै गीत र सङ्गीतको माहौल बनाउनेछौँ। यसलाई हामी आफ्नो ठाउँबाट तालीबाट नाच्न सक्छ। हामी स्वरमा स्वर सङ्गीतको सङ्गीत मिलाएर हाम्रो चर्चित गायकहरू विशाल कल्दम निर्मला घिसिङ जितु लोकचान र हावा लामा हेसक लामा यसै गरी हाम्रो अर्को अतिथि हुनुहुन्छ अतिथि लामा दोङज्यूले पनि आफ्नो अतिथिको आसन ग्रहण हास्य कलाकार हुनुहुन्छ। अहिले पनि अतिथि आसन ग्रहण गरिदिनको निमित्तमा हार्दिक अभिनन्दन अनुरोध गर्न चाहन्छु। भने अब हामी गीत र सङ्गीतको क्षेत्रमा अब बिल्कुलै पृथक पार्ने सांस्कृतिक माया हुनेछ र योभन्दा अगाडि मेरो कार्यक्रम सञ्चालन क्रममा कुनै अतिथिहरू बोलाउने क्रममा तलमध्ये अथवा कुनै गल्ती कार्यक्रमहरू भए पनि म सही भन्न चाहन्छु। मलाई क्षमा माग्न चाहन्छु। म भन्दै अब यस कार्यक्रमलाई औपचारिक कार्यक्रमलाई समापन गरिदिनको निमित्त विधिगत रूपबाट यसलाई समापन गरिदिनको निमित्त आजको यस हाम्रो कार्यक्रमका सभापति र केडिसी डान्स एकाडेमी पालिका अध्यक्षज्यू हुनुहुन्छ र हाम्रा मेरो आत्मीय सन्धिज्यू हुनुहुन्छ, मेरो प्यारो सन्धिज्यू हुनुहुन्छ। सन्धिज्यूलाई जन्मदिनको शुभकामना। सोचेको कार्य सधैँ सिधा होस् र सोचेको जस्तो सधैँ भरिपूर्ण होस्, हिमालय अटल होस् र केडिसी डान्स एकाडेमीले साँच्चै सबैको नेपालीको मन जित्न सफलता पाओस् र लाखौँ शुभकामना व्यक्त गर्न चाहन्छु। र तामाङ भाषाबाट स्यासी फेवा बिमिहा जहिले ठेसिगाई जो घाता लिङ्गा जहिले निस्किगाई दिही नाम्ने छापा मेलोना जहिले छसिगाई जहिले जसिगाई भारतीय सुकुसी गन्दिरा जहिले बसिगाई भन्न आयो ग्याजा तुमचा छेनिगाई तुमचा छेनिगाई आम बेनाम हिलबाला सिम ढाकाई चुननबला जबरला फुटबल। अब भने म यस कार्यक्रम सञ्चालन सुनिल
लामा दुम र उपस्थित कार्यक्रमबाट म बिदा हुन चाहन्छु र तपाईँ सम्पूर्णलाई पनि म सम्झिन चाहन्छु। तपाईँ सम्पूर्णलाई पनि हार्दिक विशेष धन्यवाद दिँदै आजको यस कार्यक्रमलाई समापन गरिदिनु भनेको हाम्रो ट्रेडिसनल डान्स सेन्टर एकाडेमीका हाम्रा निर्देशकज्यू हुनुहुन्छ, यस कार्यक्रमका सभापतिज्यू हुनुहुन्छ र यस कार्यक्रमलाई उपस्थित कार्यक्रमलाई विधिगत रूपबाट यसलाई समापन गरिदिनका लागि म हार्दिक अनुरोध चाहन्छु र यस स्टेजबाट म सुनिला माथि भन्न चाहन्छु। इस मूल नाम में मेरा 2017 साल पौष महीने को 28 तारीख की शुरुआत की इस विगत 8 वर्षदेखि निरन्तर आजको दिनमा 8 वर्ष पुरा हुने नव वर्षको प्रवेशको शुभ अवसर पार्दै 8औं वर्षको समारोहमा नृत्यपछि नानीहरूलाई प्रमाणपत्र वितरण तथा विविध सांस्कृतिक कार्यक्रम 2075 हुनुभएका सम्पूर्ण दर्शकहरू तथा कलालाई माया गरी पाल्नुभएका हार्दिक धन्यवाद दिन चाहन्छु। आजका हाम्रा यस समारोहका हाम्रो निमन्त्रणलाई सहर्ष स्वीकार गरी पाल्नुभएका प्रमुख अतिथि तामाङ चलचित्र सङ्घका अध्यक्ष श्री विज्ञानज्यू, विशेष अतिथि संघीय समाजवादी सङ्घका केन्द्रीय अध्यक्ष श्री धनराजज्यू, विशेष गरी विशेष अतिथि अनुपूर्ण मुख्य अध्यक्ष भारदेवी सुकोषका अध्यक्ष श्री नारायण तामाङज्यू, त्यसै गरी अन्तर्राष्ट्रिय अध्यक्ष श्री पवन घोष, राष्ट्रपति श्री सारंगी सिंहज्यू, त्यसै गरी अन्य विभिन्न संस्थाबाट प्रयोग गर्दै आउनुभएका अतिथिवर्गज्यूहरू लगायत पत्रकारज्यूहरू, विभिन्न अतिथिवर्गहरूमा विशेष धन्यवाद दिन चाहन्छु। यस कार्यक्रमलाई माया गरी पाल्नुभएकोमा विगतका यस केबिसी डान्स कल्चरका बितेको आजको दिनमा 6 महिना पुरा भएका र विशेष गरी 1 वर्ष प्रशिक्षण पुरा 20 भएका 18 जना रहेका छन्। 3 महिना सिकेर विगतका दिनहरूमा यस कल्चर सञ्चालन गर्नको लागि धेरै समस्या, धेरै कठिनाइहरू भोगेर यस आजको 8 वर्ष पुरा गर्न सक्नुभएको छ। अनेक प्रकारको कल्चर सञ्चालन गर्नेदेखि कठिनाइहरू भोगेर यस आजको समयसम्म आउन सक्नुभएका छन्। अहिले धेरै खुसी लाग्छ आजको दिनमा 8 वर्ष पुरा हुन सक्नुभएको छ। आजको हाम्रा यस औपचारिक कार्यक्रमलाई समापन भइसकेपछि विविध सांस्कृतिक कार्यक्रम सुरु हुने तयारीमा छ। यस सांस्कृतिक कार्यक्रममा पाल्नुभएका आजको हाम्रा चर्चित कर्ताहरू विश्वको जो निर्मला सिंहजीको भजन अन्य चर्चित कर्ताहरू हुनुहुँदैका छन्। कृपया प्रतीक्षा गरेर यस कार्यक्रमलाई धैर्य गरी हार्दिक अनुरोध गर्दछु। केडिसी डान्स कल्चर एकाडेमीको कतिवटा नृत्यहरू रहेको छन्।
Lama mana yo? नृत्य रहेको छ 6 जनाको ग्रुप नृत्य यसै गरी मङ्गले गायक राजकमलको सुमारेको अवश्य माया लाइन भएछ भन्ने गीतमा सेरो नृत्य रहेको छ 6 जनाको ग्रुपमा Camera काय दे मतलब कधी जोडिंग काय झूम ला भिड यार नृत्य रहेको छ 5 जनाको ग्रुपमा यसै गरी अन्य नृत्यहरू रहेका छन् प्रतिष्ठा गर्नुहोला यस कार्यक्रम सांस्कृतिक कार्यक्रम सुरु हुनेछ कृपया दया गरेर कार्यक्रमको अन्तसम्म हेर्नुहुन्छ भन्ने आशा गर्दछु यसै गरी आजको दिनमा यो व्यक्तिगत जन्मदिन परेको अवसरमा विभिन्न तहबाट शुभकामना दिनुभएको छ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु आजको कार्यक्रमलाई माया गरी स्वागत नृत्यबाट स्वागत गर्ने गरिता लसो लसो रंगीदा फ्याफुला सेम ढंग से फ्याफुला रंगीदा दाई गेम से फ्याफुला ना शब्द शब्द गेम से फ्याफुला ना वाई वाई गेम से फ्याफुला दिवा स्वागत नृत्यबाट तपाईहरुले स्वागत गर्नु आउँदै हुनुहुन्छ कलाकारहरू आयुष्य तामाङ निरुद्ध तामाङ दिवस तामाङ सुनिया मोक्ता नगरिदम र कृतिका आह्वान जुलाई स्वागत गीतबाट स्वागत गर्ने गरेकोमा आफ्नो प्रस्तुति राख्ने गरेकोमा हार्दिक अभिनन्दन गर्न चाहन्छु कृपया जोरदार ताली
कसरी राम्रो कृपया जोरदार ताली यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरो आदरणीय राजनीतिज्ञहरू अनि हाम्रो सार्वजनिक सम्पूर्ण गाउँ ठाउँका पालिका सम्पूर्ण मेरो आदरणीय दाजुभाइको तथा यो विशेष ठुलो एउटा नसम ठाकुर दाजु थोर धारा भुइसासे पनमा धीरे धीरे लामा लामा लेमा भोगियो थोर धारा भुइसासे पनमा धीरे धीरे लामा लामा लेमा न्यागोले छोजो हाय न्यागोले नाना आवागी नाला लामा चम्राना भिवा सिन्नारो से धरामा गुइना फिर धामाजी हो गया दाजु तुना गुदुनले पागौगे हे मोहनी मन लागौगे बुझाजु वाला वाला आले लगशामा नखरी में चाहे गचा गाय थाला काले सोना नखो खाई लगाजी नागाजी गरी नाथन भुलगोइना शेर्नेजी नाथन साइसा बुझाजु सुन्न बुझा सबैजना दाजु सबैजना
यहाँ आफ्नो जोडीहरू होला र एकअर्काले मन परेका मायाहरू होला र तपाईँहरूको मायालाई माया गर्नुहोला, विछोड नगर्नुहोला र अवश्य नै एकअर्कालाई गरेको माया यस्तो समृद्ध होस्, यस्तो राम्रो होस्, यस्तो राम्रो होस् र संसारकै निगरानी आउनुहोस्। त्यसैले आफ्नो मायालाई राम्ररी सम्हाल्नुहोला, किनकि यो ग्रुपिङको ग्रुपमा एकअर्कालाई चिन्नु मौका पाउँछ। त्यसैले तपाईँ सम्पूर्णको विछोड नहोस्, मिलन होस्, तसर्थ तपाईँले सोधेको सम्पूर्ण कारण सफलता मिलोस्। शुभकामना दिन जान चाहन्छु। हामी केडिसी डान्स सेन्टरको एकदमै तर्फबाट तपाईँलाई सुख शान्ति समृद्धिको पनि तपाईँलाई कामना गर्न चाहन्छु। अब नाच्दा यति बेला म एउटा हाम्रो चर्चित गायक तथा सङ्गीतकार हुनुहुन्छ विशाल कालफन। यसै गरी आउँदा हुनुहुन्छ अर्को गायिका आउँदा हुन्छ पूजा लामा र तपाईँहरूको यो गीत अब विशाल कालफनज्यूले अवश्य तपाईँहरूको माओलाई साँच्चीका अन्तिम धमाका छन् र साँच्चीका गीत र सङ्गीतको यो अन्तिम क्षणलाई र अति नै उत्कृष्टमा बनाउने मलाई आशा र विश्वास लिएको छु। त्यसैले यति बेला आउँदा हुनुहुन्छ चर्चित गायक विशाल कालफन साथमा पूजा लामा। कृपया जोरदार ताली। नमस्कार सबैजनालाई भापुला। नमस्ते भापुला। थ्याङ्क यू। सम्पूर्ण हाम्रो केडिसी डान्स कल्चरका सम्पूर्ण मेम्बरहरूलाई धेरै धेरै धन्यवाद र हाम्रो सुरुङजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको यो रमाइलो भेटघाट उहाँहरूले नै जोडाइदिनु भएको हो। तपाईँहरूको समस्या एक दुईवटा गीत गाउन चाहन्छु म, धेरै नबोलिकन। रात छिप्पिएको छ, 7 बज्न लागेको छ, धेरै टाढा टाढासम्म जानुपर्ने साथीहरू हुनुहुन्छ। त्यसैले सिधै गीत गाउन चाहन्छु है त हजुर। थ्याङ्क यू। एउटा गीत गाउन चाहन्छु सुरुमा। गाँदै जेमा छामेका थिए शान्ति कम्ती मान्छे आशा We'll be right back.
समय खर्च गर्न चाहन्न म हाम्रो गायिका हुनुहुन्छ यहाँ हाम्रो पूजा बन्धन गायिकालाई म स्टेजमा बोलाउन चाहन्छु उहाँसँग मैले एउटा गीत गरेको थिएँ एउटा मिलाई सारा सिंह नेपालको त्यो ट्र्याक बजाइदिनु होला प्लिज नमस्ते सन्चै हुनुहुन्छ धेरै धेरै धन्यवाद मेरो आदरणीय दाजु सुदेन्दो दाइलाई र त्यसै गरी जति पनि यहाँ उपस्थित हुनुभएका जति अग्रज दाजुहरू हुनुहुन्छ आदरणीय दाजु विपुल थोकर त्यसै गरी विशाल कार्तान त्यसै गरी नाना जुटु लोकसभा स्मारकका थिए तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद किनभने आज यस स्टेजमा आफूलाई भेटाउन पाउँदै भाग्यवान ठानेको छु र त्यसर्थ अब चाहिँ आउँदै गरेको 2855 सुनाम प्रसारको सम्पूर्णमा हृदयदेखि नै स्यामला पनि भन्न चाहन्छु सबैको अब आफूले गर्दाखेरि धेरै नबोलिकन म आफ्नो नीति प्रस्तुति दिन गइरहेको छु र आशा छ तपाईँ सम्पूर्णले मन पराउनुहुनेछ यस गीतको लेखक हुनुहुन्छ कुमार सामु दाइ र सङ्गीत दिनुभएको छ निमदुन दाजु स्वीकार्नु होला थ्याङ्क यू प्लिज ट्र्याक We'll be right back.
चाहन्छु कृपया उहाँहरूलाई निकै जोड